नमस्ते, म डाक्टर रबिन पौडेल, जनसेवा डेन्टल क्लिनिक इटरीबाट हैन। आज चाहिँ म हजुरहरूलाई बुद्धि भङ्गारा कसरी खोलिन्छ भनेर देखाउँदैछु हैन। हामीले दिदीको चाहिँ बुद्धि भङ्गारामा प्रब्लम भएर आउनु भएको थियो हैन। उहाँको बुद्धि भङ्गारा खोल्न रेडी गरिरहेछौँ। हामीले अगाडि नै इन्जेक्सन लगाएर एनेस्थेसिया गरिसक्यौँ हैन। अब चाहिँ म खोल्न गइरहेको छु है त, हेर्नु होला। दिदीको चाहिँ अब बुद्धि भङ्गारा खोलिसक्यौँ है। कस्तो भयो त हजुरको एक्सपिरियन्स? दुखेन थाहा भएन? कहिले डर लागिरहेको थियो? धेरै प्रब्लम हुँदो रहेछ त? छैन? ल, दिदीलाई चाहिँ धेरै प्रब्लम भएन होइन, तर बुद्धि भङ्गारा भन्न सकिन्न। सबैको बेग्लै बेग्लै हुन्छ, कसैको सजिलै निस्किन्छ होइन, कसैको गाह्रो हुन्छ, कसैको काटेर निकाल्नु पर्ने हुन्छ। त्यही भएर दाँत हेरेर, मान्छे हेरेर चाहिँ सबैको भेरिएसनहरू हुन्छ होइन। उहाँको सजिलै निक्ल्यो भनेर सबैको सजिलै निक्लिन्छ भन्ने पनि छैन, कसैको गाह्रो भयो भनेर सबैको गाह्रो हुन्छ भन्ने पनि छैन होइन। त्यही भएर हजुरले चाहिँ आफ्नो डक्टरको सल्लाह लिएर उहाँको प्लानिङ अनुसार ट्रिटमेन्ट गराउनु भयो भने हजुरहरूलाई सहज हुन्छ है त।